नमस्कार। आज हामी एउटा निकै रोमाञ्चक विषयमा कुरा गर्दैछौँ। मतलब जसले सृजनात्मक काम गर्ने तरिकालाई नै पुरै बदल्न लागेको जस्तो छ। हो नि, एकदमै। हामी 2025 का लागि महत्त्वपूर्ण मानिएका केही खास एआई उपकरणहरूबारे अलि गहिरेर कुरा गर्नेछौँ। हाम्रो आधार चाहिँ 2025 का सर्वश्रेष्ठ एआई टुल्स संग्रह भन्ने सामग्री हो। यो स्रोतले के भन्छ भने यी मध्ये धेरै जसो कति त निशुल्क पनि छन् रे। यस्ता उपकरणले हाम्रो उत्पादकत्व, रचनात्मकता अनि सञ्चारमा ठूलै क्रान्ति ल्याइरहेका छन्। हो, त्यो त देखिरहेको छ। त्यसो भए आजको हाम्रो छलफलको खास उद्देश्य के हो त भन्दा एआईले विशेष गरी डिजाइन, भोइस अनि भिडियो बनाउने काममा कसरी व्यावसायिक स्तरका क्षमताहरू सबैको मतलब जो सुकैको पहुँचमा पुर्याइरहेको छ भन्ने कुरा केलाउने हो। बिल्कुल। म त साँच्चै उत्साहित छु है यी सम्भावनाहरू देखेर। ल सुरु गरौँ त। अवश्य। यो विषय अहिले असाध्यै सान्दर्भिक पनि छ। प्रविधिले रचनात्मकताको अर्थ र अभ्यास दुवैलाई नै अर्कै तहमा लगिरहेको छ। हो त। यसले खालि नयाँ औजार मात्र दिएको होइन, सृजना गर्ने पूरै प्रक्रिया अनि त्यो व्यावसायिक जगतलाई नै फेर्दैछ जस्तो लाग्छ मलाई त। कसरी सोच्ने, कसरी काम गर्ने सबैमा असर है। हो, अनि दर्शक वा प्रयोगकर्तासँग कसरी जोडिने भन्ने कुरामा पनि। ल त्यसो भए डिजाइनबाटै सुरु गरौँ न त। सोच्नुस् त मनमा जे आयो सर्र वर्णन गर्यो अनि त्यसको तस्विर बन्ने कस्तो होला। गजब। पहिलो उदाहरण हेरौँ, क्यानभा एआई। अब क्यानभा त धेरैले सुन्नुभएकै होला सामान्य डिजाइनको लागि, तर यो स्रोतले चाहिँ यसको एआई क्षमतालाई विशेष जोड दिएको रहेछ। यसमा टेक्स्ट टु इमेजको लागि म्याजिक मिडिया भन्ने फिचर्स अरे। तपाईले लेखेर वर्णन गरेकै भरमा छविहरू बन्छन्। यो त साँच्चै शक्तिशाली कुरा हो नि। हो, क्यानभा एआईको यो म्याजिक मिडिया जस्ता फिचरहरूले डिजाइन प्रक्रियालाई निकै सजिलो त बनाएकै छन्, तर त्योभन्दा महत्त्वपूर्ण कुरा स्रोतले भने जस्तै यसले डिजाइनको प्रजातान्त्रिकीकरण गरेको छ। यो चाहिँ ठूलो कुरा हो। प्रजातान्त्रिकीकरण कसरी, अलि खुलाउनुस् न। जस्तो त्यो ब्याकग्राउन्ड रिमुभर फिचर छ नि, पहिला फोटोसपमा कति समय लाग्थ्यो होला त्यो गर्न? घन्टौं। हो, अहिले एक क्लिकमा हुन्छ। अनि त्यो म्याजिक स्विच एउटै डिजाइन बनायो, त्यसलाई फेसबुक, इन्स्टा अरू कसका लागि चाहिने साइजमा तुरन्तै फटाफट। ए हो त है। यसको मतलब के भयो त भन्दा व्यावसायिक देखिने डिजाइन बनाउन अब एकदमै जान्ने डिजाइनर नै हुनुपर्छ भन्ने भएन के। सानो व्यवसाय चलाउने मान्छे होस्, शिक्षक, विद्यार्थी, जो कोहीले पनि राम्रो दृश्य सामग्री बनाउन सक्ने भए। यो पहुँचको कुरा त साँच्चै महत्त्वपूर्ण रहेछ। अब अलि फरक खालको डिजाइन टुल हेरौँ है त, लियोनार्डो एआई। हुन्छ। स्रोतका अनुसार यो चाहिँ खास गरी खेल विकासकर्ताहरू र कलाकारहरूलाई ध्यानमा राखेर बनाइएको रे। यसले क्यारेक्टर, हतियार वा खेलका अरू सामानहरू मतलब एसेट्स बनाउन मद्दत गर्छ, त्यो पनि एकदम उच्च गुणस्तरमा। हो, लियोनार्डो एआईको विशेषता नै त्यसको निश फोकसमा छ, मतलब निश्चित क्षेत्रमा केन्द्रित हुनु। सामान्य डिजाइन टुल भन्दा फरक यसले खेल उद्योगको एकदमै विशिष्ट आवश्यकता बुझेको छ। जस्तै स्रोतले भने अनुसार कस्टम मोडल्स तालिम दिने क्षमता। यसले गर्दा एउटै प्रोजेक्टमा एउटै किसिमको शैली मतलब स्टाइल, कन्सिस्टेन्सी कायम राख्न सजिलो हुन्छ। यो त खेल विकासमा एकदमै महत्त्वपूर्ण हुन्छ नि। हो त नि, नत्र त कस्तो नमिलेको देखिन्छ। अर्को कुरा, यसले प्रोडक्सन रेडी सम्पत्तिहरू दिन्छ भनेको छ। मतलब सिधै खेलको डेभलपमेन्ट पाइपलाइनमा प्रयोग गर्न मिल्ने खालको। यसले कलाकार र डेभलपरहरूको कति समय बचाउँछ होला? धेरै नै। अनि कम्युनिटी मोडल्स पनि छ रे, अरूले बनाएका स्टाइल र मोडलहरू प्रयोग गर्न मिल्ने, त्यो पनि राम्रो भयो। कस्तो विशेष आवश्यकतालाई पनि हेरेको, गजब। अब तेस्रो डिजाइन उपकरण रिक्राफ्ट एआई। स्रोतले यसलाई भेक्टर आर्ट, लोगो अनि इलस्ट्रेसनहरू बनाउन एकदमै राम्रो भनेको छ। यसको सबभन्दा खास कुरा चाहिँ के हो त? रिक्राफ्ट एआई को मुख्य शक्ति भनेको यसले स्केलेबल भेक्टर ग्राफिक्स मतलब एसभीजी बनाउन सक्छ। भेक्टर ग्राफिक्स त्यो भनेको? भेक्टर ग्राफिक्सको राम्रो पक्ष के हो भने तपाईले त्यसलाई जतिसुकै ठूलो वा सानो बनाए पनि त्यसको क्वालिटी, गुणस्तर घट्दैन, धमिलो हुँदैन। यो लोगो, आइकन, ब्रान्डिङका लागि त नहुने कुरा हो, किनभने तिनलाई विभिन्न साइजमा प्रयोग गर्नुपर्छ नि। वेबसाइटको सानो आइकनदेखि लिएर ठूलो होर्डिङ बोर्डसम्म
रिक्राफ्ट एआईले यही क्षमतालाई एकदमै सजिलो बनाएको छ। हो र? यसमा भएको लोगो मेकर, स्टाइल कन्ट्रोल, ब्रान्ड कन्सिस्टेन्सी जस्ता फिचरहरूले व्यावसायिक स्तरको ब्रान्ड सामग्री बनाउन निकै मद्दत गर्छ। फेरि पनि कुरा त्यही आयो, व्यावसायिक क्षमता धेरैको पहुँचमा। डिजाइनका यी 3 उदाहरणले नै देखाए कि एआईले कति फरक तह र आवश्यकताका लागि समाधान दिइरहेको छ। क्यानभास सबैका लागि, लियोनार्डो गेमिङको लागि, रिक्राफ्ट वेक्टरको लागि। ठ्याक्कै। अब यी डिजाइनहरूलाई आवाज दिने कुरा गरौँ न त। एआई भोइस जेनेरेसनको क्षेत्र पनि कम रोमाञ्चक छैन क्यारे। स्रोतले त 11 ल्याब्सलाई एकदमै अगाडि राखेको छ है। यसलाई सबैभन्दा उन्नत एआई भोइस जेनेरेटर भनेको छ। साँच्चै मान्छेले बोल्या जस्तै आवाज निकाल्छ रे। हो, 11 ल्याब्सको चर्चा एकदमै धेरै छ र त्यसको कारण पनि छ। स्रोतले यसका 200 भन्दा बढी एआई आवाजहरू भएको उल्लेख गरेको छ, विभिन्न लवज, एक्सेन्ट, उमेर, शैलीका। 200 भन्दा बढी। तर सबैभन्दा प्रभावशाली पक्ष चाहिँ यसको भोइस क्लोनिङ क्षमता हो। तपाईले आफ्नै आवाजको डिजिटल कपी बनाउन सक्नुहुन्छ। आफ्नै आवाजको कसरी? मतलब आफ्नो आवाज रेकर्ड गरेर सिस्टमलाई सिकाउने, अनि त्यसपछि तपाईले जे टेक्स्ट दिनुहुन्छ तपाईको आफ्नै आवाजमा बोल्दिन्छ। सोच्नुस् त, कुनै सामग्री सृजनाकर्ताले आफ्नै आवाजमा विभिन्न भाषामा सामग्री निकाल्न सक्ने भए, किनकि यसले 70 भन्दा बढी भाषाहरू समर्थन गर्छ रे। ओहो, यो त अचम्म भयो। अनि स्रोतले यसको इमोसनल रेन्जको पनि कुरा गरेको छ। मतलब आवाज खाली रोबोट जस्तो सपाट हुँदैन, सन्दर्भ अनुसार भावना पनि व्यक्त गर्न सक्छ। अलि खुसी, अलि दुखी, त्यस्तो खालको। रियल टाइम जेनेरेसन क्षमताले गर्दा लाइभ प्रयोगहरूमा पनि सम्भव भएको छ। आफ्नै आवाज क्लोन गरेर, त्यो पनि विभिन्न भाषामा बोल्न सक्ने, अनि भावना पनि मिलाएर। यो त साँच्चै नै गेम चेन्जर भयो नि त, स्रोतले भने जस्तै। हो नि। विशेष गरी अन्तर्राष्ट्रिय दर्शक कहाँ पुग्न चाहनेहरूका लागि त वरदानै भयो। यसले त व्यक्तिगतीकरण मतलब पर्सनलाइजेसनको पनि नयाँ ढोका खोल्छ होला नि। निश्चित रूपमा। यसले सामग्रीलाई स्थानीयकरण गर्ने, कन्टेन्ट लोकलाइजेसनलाई निकै सजिलो र सस्तो बनाउँछ। पहिले विभिन्न भाषामा डब गर्न कति खर्च लाग्थ्यो, व्यावसायिक भोइस एक्टर, स्टुडियो। हो त नि। अब एउटै व्यक्तिले आफ्नै डिजिटल आवाज प्रयोग गरेर त्यो काम गर्न सक्ने भयो। यसले साना सिर्जनाकर्ता र व्यवसायहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न कति सजिलो बनाउँछ। गुणस्तर पनि यति राम्रो छ कि कहिलेकाहीँ त एआईले बनाएको हो कि मान्छेले बोलेको छुट्याउनै गाह्रो पर्छ भन्छन्। साँच्चै छुट्याउनै गाह्रो? कतिपय अवस्थामा। गजब रहेछ। तर यो क्षेत्रमा अर्को बलियो प्रतिस्पर्धी पनि छ रे नि, मर्फ एआई। स्रोतले यसलाई पनि एक व्यापक भोइस जेनेरेसन प्लेटफर्म भनेको छ, जसले स्टुडियो गुणस्तरको अडियो दिन्छ। यसका विशेषताहरू चाहिँ के छन् त? मर्फ एआई पनि निकै सक्षम छ। स्रोतका अनुसार यसमा 120 भन्दा बढी एआई आवाजहरू छन् र यसले पनि भोइस क्लोनिङलाई समर्थन गर्छ। यसमा पनि क्लोनिङ छ? यसको एउटा अलि फरक र बलियो पक्ष भनेको एआई डबिङ फिचर हो भनिएको छ। यसले भिडियो सामग्रीलाई अरू भाषामा डब गर्न सजिलो बनाउँछ। यो कर्पोरेट तालिम भिडियोहरू, विज्ञापन वा शैक्षिक सामग्रीका लागि निकै उपयोगी हुन सक्छ। भिडियो डबिङको लागि विशेष? त्यो यसको बलियो पक्ष मानिन्छ। साथै यसमा कोल्याबोरेसन वर्कस्पेस छ, जसले टिममा मिलेर काम गर्न सजिलो बनाउँछ। अनि भोइस चेन्जरले चाहिँ पहिले नै रेकर्ड भएको आवाजलाई फेरबदल गर्ने सुविधा दिन्छ। स्रोतले यसलाई कस्ट इफेक्टिभ सोल्युसन भनेको छ, मतलब किफायती समाधान, जसले फेरि त्यही कुरालाई जोड दिन्छ, व्यावसायिक गुणस्तरको अडियो धेरैको पहुँचमा पुगेको छ। भनेपछि 11 ल्याब्स सायद अलि बढी प्राकृतिक, मानव जस्तै आवाज र क्लोनिङमा शक्तिशाली होला। मर्फ चाहिँ स्टुडियो क्वालिटी र डबिङ जस्ता व्यावसायिक फिचरमा बलियो कि कसो? मोटामोटी त्यस्तै भन्न सकिन्छ होला। दुवै निकै शक्तिशाली छन् र भोइस ओभर र अडियो उत्पादनको दुनियाँलाई नै परिवर्तन गरिरहेका छन्। ल, डिजाइन भयो, आवाज भयो। अब अडियो मात्र होइन, भिडियोतिर लागौं। स्थिर डिजाइन र आवाजबाट चलिरहेको तस्विरहरूसम्म भिडियो सृजनामा एआईको प्रभाव कस्तो छ त? स्रोतले रनवे एमएललाई प्रमुख खेलाडीको रूपमा उल्लेख गरेको छ। रनवे एमएल हो, यो साँच्चै एउटा अल इन वान प्लेटफर्म जस्तो देखिन्छ भिडियोका लागि। स्रोतले यसका केही
साँच्चै आश्चर्यजनक क्षमताहरू उल्लेख गरेको छ। जस्तो कि टेक्स्ट टु भिडियो, मतलब तपाईँले लेखेर दिनुभयो, त्यसको आधारमा भिडियो क्लिप बन्ने। साँच्चै लेखेको भरमा भिडियो। अनि इमेज टु भिडियो, स्थिर फोटोलाई चलायमान बनाउने, मतलब एनिमेट गर्ने। यी क्षमताहरूले मात्रै पनि कन्सेप्टलाई भिडियोमा उतार्न लाग्ने समय र स्रोत कति घटाइदिन्छ होला। यो त कल्पना जस्तो सुनिन्छ, तर स्रोतले यो यथार्थ भइसक्यो भन्छ। यो बाहेक अरू के छ रनवे एमएलमा? यसमा व्यावसायिक स्तरको सम्पादन सुइट, भिडियो एडिटिङ सुइट पनि छ रे। मतलब एआईले बनाएको क्लिपलाई फेरि मिलाउन, काट्न, जोड्न सबै गर्न मिल्ने। ए, सम्पादन पनि यसैमा? हो। अझ रोचक त स्रोतले 2D अवधारणाहरूलाई 3D मोडलमा रूपान्तरण गर्ने 3D जेनेरेसन क्षमताको पनि कुरा गरेको छ। यसले भिजुअल इफेक्ट र एनिमेसनको कामलाई कति सजिलो बनाउला। 3D पनि? बापरे। साँच्चै रियल टाइम कोलाबोरेसन फिचरले गर्दा टिममा सँगै काम गर्न पनि सजिलो। स्रोतले यसलाई फिल्म मेकर्स र कन्टेन्ट क्रिएटर्सको लागि एसेन्शियल टुल अर्थात् अत्यावश्यक औजार भन्नुको कारण यही हो जस्तो लाग्छ। यसले जटिल भिडियो उत्पादनलाई धेरै हदसम्म सरल र पहुँचयोग्य बनाइदिएको छ। साँच्चै प्रभावशाली। यसले त आइडिया भएका तर प्राविधिक सिप वा बजेट नभएकाहरूलाई पनि व्यावसायिक देखिने भिडियो बनाउन बाटो खोलिदियो नि त। हो, ठिक त्यही हो। रनवे एमएल जस्ता प्लेटफर्महरूले भिडियो उत्पादनमा रहेका ठूला प्राविधिक र आर्थिक बाधा अडचनहरूलाई हटाइरहेका छन्। पहिले जसलाई ठूलो टिम चाहियो, महँगो क्यामेरा, सम्पादन उपकरण, विशेष सिप चाहियो, त्यो काम अब एकजनाले ल्यापटपमै गर्न सक्ने अवस्था बन्दैछ। गजब। यो पनि फिल्म निर्माण र भिडियो सामग्री सृजनाको क्षेत्रमा भइरहेको प्रजातान्त्रिकीकरणको एकदमै स्पष्ट उदाहरण हो। त्यसो भए हामीले डिजाइनका लागि क्यानभा एआई, लियोनार्डो एआई, रिक्राफ्ट एआई जस्ता उपकरणहरू हेर्यौं, जसले दृश्य सृजनालाई कति सजिलो बनायो। भोइसका लागि 11 ल्याब्स र मर्फ एआईले कसरी मान्छेको जस्तै आवाज र विभिन्न भाषामा बोल्ने क्षमता दिन्छन् भनेर बुझ्यौं। हो। अनि भिडियोका लागि रनवे एमएलले कसरी टेक्स्ट र इमेजबाटै भिडियो बनाउन सक्छ भनेर थाहा पायौं। यी सबैको निचोड के हो त? मतलब स्रोतको मुख्य सन्देश के हो जस्तो लाग्यो तपाईलाई? स्रोतको मुख्य सन्देश एकदमै स्पष्ट छ र हामीले छलफल गरेका हरेक उपकरणमा त्यो देखिन्छ पनि। एआईले व्यावसायिक स्तरको रचनात्मक कामलाई व्यापक रूपमा सबैको पहुँचमा ल्याइरहेको छ। सबैको पहुँचमा? हो। पहिले जसलाई ठूलो बजेट चाहिने, विशेष तालिम वा वर्षौंको अनुभव चाहिने कामहरू थिए, त्यस्ता कामहरू अब सामान्य व्यक्ति, सानो टिम वा सीमित स्रोत भएकाहरूले पनि गर्न सक्ने भएका छन्। स्रोतले बारम्बार जोड दिएको कुरा के हो भने यी उपकरणहरू प्रयोगकर्ता मैत्री छन्, युजर फ्रेन्डली। चलाउन सजिलो। एकदम। यिनलाई चलाउन तपाईँ कम्प्युटर विज्ञान वा डिजाइनमा विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन। सजिलो इन्टरफेस र स्वचालित प्रक्रियाहरूले गर्दा जो कोहीले पनि व्यावसायिक देखिने नतिजा निकाल्न सक्छन्। यसको मतलब रचनात्मकता अब केही सीमित व्यक्ति वा ठूला कम्पनीहरूको मात्रै पेवा रहेन त? हो, एक किसिमले भन्दा त्यही हो। यसले सृजनात्मक उद्योगको पुरै परिदृश्य नै बदल्दैछ। नयाँ आइडिया भएका तर स्रोत नभएकाहरूले पनि आफ्ना विचारलाई मूर्त रूप दिन सक्ने भए। यसले त प्रतिस्पर्धा पनि बढाउला नि? अवश्य। प्रतिस्पर्धा बढ्छ, नयाँ खालका सामग्रीहरू आउन थाल्छन् र समग्रमा सृजनात्मकताको दायरा नै फराकिलो हुन्छ। त्यो प्रजातान्त्रिकीकरण भन्ने शब्द यहाँ एकदमै सान्दर्भिक छ। शक्ति र क्षमता धेरै मानिसहरूको हातमा पुगिरहेको छ। यो साँच्चै ठूलो परिवर्तन हो र निकै छिटो भइरहेको जस्तो पनि लाग्छ। आज हामीले स्रोतमा उल्लेख गरिएका 19वटा उपकरणहरूमध्ये केही प्रमुख रचनात्मक टुलमा मात्रै ध्यान केन्द्रित गर्यौं। हो, केही प्रतिनिधि उदाहरण मात्र हेर्यौं। तर यिनले नै देखाउँछन् कि एआईले कति द्रुत गतिमा रचनात्मक क्षेत्रलाई नयाँ आकार दिइरहेको छ, शक्तिशाली र पहुँचयोग्य उपकरणहरू मार्फत। र यसले हामीलाई एउटा अलिक गहिरो प्रश्नतर्फ पनि लैजान्छ, जुन स्रोतको निष्कर्षबाटै प्रेरित छ भनौं। कस्तो प्रश्न? जब यी उपकरणहरूले लगभग जो कोहीलाई व्यावसायिक स्तरको सामग्री बनाउन सक्षम बनाउँछन्, तब रचनात्मकता आफैको अर्थ के हुन्छ त? के यो खाली अन्तिम उत्पादनमा मात्र सीमित छ वा त्यो बनाउने प्रक्रियामा पनि? गम्भीर प्रश्न। जब एआई हाम्रो सहसृजनाकर्ता मतलब को क्रिएटर बन्छ, तब मानव सिप,
मौलिकता र कल्पनाको भूमिका चाहिँ कसरी विकसित हुन्छ? सायद भविष्यको रचनात्मकता भनेको केवल शून्यबाट केही बनाउनु मात्र होइन कि बरु यी शक्तिशाली एआई उपकरणहरूलाई कसरी अद्वितीय, अर्थपूर्ण र नवीन तरिकाले प्रयोग गर्ने भन्ने कलामा पो निहित हुन्छ कि यी एआई साझेदारहरूसँगै मानव प्रतिभा कसरी फल्छ र फुल्छ त्यो हेर्नु नै अबको रोमाञ्चक यात्रा होला। निकै विचार गर्नुपर्ने कुरा छोड्नुभयो। यो पक्कै पनि एउटा यस्तो क्षेत्र हो जहाँ हामीले निरन्तर नयाँ कुराहरू देख्ने र सिक्नेछौँ। आजको यो गहिरो विश्लेषण र छलफलका लागि यहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि रमाइलो लाग्यो। धन्यवाद।